साथीहरु वेलकम छ फेरि पनि मेरो छोटो भिडियोमा तपाईहरुलाई स्वागत छ। अनि के साथीहरु के भने नि भिडियो चाहिँ खासै बनाउनु मन चाहिँ थिएन, तर भिडियो नबनाइकिन बस्नु सकेन म, किनभने साथीहरु यति धेरै खानेकुरा छ कि म यो कसरी खानु के तपाईहरुलाई पनि देखाउनु पर्यो भनेर भिडियो बनाएको। हेर्नुस् ल, अनि खाने भयो आउनुस् ल, म दिन्छु तपाईहरुलाई। यहाँ हेर्नु है, यो भर्खरै पठाएको हैन, यति धेरै के चकलेटहरु हो, क्रिसमसको चकलेटहरु के सबै। अनि यो कहिले खाइसक्नु के साथीहरु। अनि अर्को पनि छ के, यहाँ हेर्नु न, यो हिजो पठाएको, यो खाकै छैन। कति पठाउँछ हो यो चकलेटहरु, कसरी खाने हो साथीहरु। तपाईहरु पनि खाना आउनुस् न हौ, आउनुस् न, हेरिराख्नु भएको छ है, आउनुस् न यहाँ खानुलाई, म दिन्छु नि। अनि फेरि यति धेरै के केएफसी पनि यति धेरै पठाए हैन, म यति कहिले खाइसक्नु हो साथीहरु। खाना आउनुस् ल, छिटो आउनुस् न, टन्नै छ हो, खाना आउनुस् ल साथीहरु। के गर्नु, यो केएफसी चाहिँ मलाई एकदम मनपर्छ, यो चाहिँ धेरै मनपर्छ कि मलाई। यो चाहिँ खान्छु तर चकलेटहरु चाहिँ म खान्दिनँ, यो चाहिँ तपाईहरुलाई दिन्छु ल, खाना आउनुस् ल। अनि यो केएफसी चाहिँ धेरै मनपर्छ मलाई, तपाईहरुलाई पनि मनपर्छ होला है। नजिक भएको भए त म बाँडेर दिन्थेँ नि, तर के गर्नु टाढा छ। अब रुममा एक्लै बस्नुको पीडा यही हो, साथी भएको भए खानु हुन्थ्यो, मिठो लाग्छ, सब बाँडेर खानु हुन्थ्यो, तर एक्लै भएपछि त खानु मन लाग्दैन क्या जति मिठो भए नि। तर म यो केएफसी चाहिँ खान्छु ल। अनि अहिलेसम्म मेरो भिडियो हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच सबैलाई। अनि चकलेट खाने भयो आउनुस्। अनि बाई बाई, थ्याङ्क्स फर वाचिङ माई भिडियो, सी यू, अर्को भिडियोमा भेटौँ ल।